मैले अघि नै भनिसकेँ यो खेतीको सिजन छ र यतिखेर यो हाम्रो ठुलो खेतमा चाहिँ बाँझ जोत्ने क्रम चलिरहेको छ। यहाँ गाउँघरमा चाहिँ एकअर्कामा अरमा परमा गर्दै यसरी खेतीबाली गर्ने चलन छ। यहाँनिर जोत्दै हुनुहुन्छ हाम्रो किशोर थापा मगर। के छ यो गोरुको नाम चाहिँ के हो अरे खास? गोरुको एउटाको धार्मे एउटाको बिच्छे। धार्मे र बिच्छे है। उतापट्टि धार्मे र बिच्छे थियो भने यो चाहिँ गोरुको नाम के रहेछ? फेरि यो गोरुको नाम पनि सुन्नु पर्यो। समीर थापा यो खास गोरुको नाम चाहिँ के हो? यो चाहिँ कालेर रागे हो यसको नाम। कालेर रागे है। ल एकदमै युनिक नामहरू जस्तो हामीले सुनिरहेको छौँ। गोरुको तपाईँहरूको पनि यस्तै गोरुको नामहरू कतै मिल्न सक्छ। यदि कसैको गोरुको नाम मिल्यो भने कृपया लाइक कमेन्ट गर्नु होला। अब यी गोरुहरूको पनि नाम के रहेछ म बुझ्छु। त तलबाट पनि आउँदैछ। ती सबै गोरुको नाम बुझ्छु के रहेछ होइन। मामा यो गोरुको नाम चाहिँ के हो अरे खास? यो सिदुरे यो गजुवा। सिदुरे र गजुवा है। ल फेरि यहाँ अर्कै नाम रहेछ गोरुको है। भुवन भाइ यो गोरुको नाम चाहिँ के हो खास? यो सिदुरे कथुरे भन्छन्। सिन्दुरे र कथुरे है। निकै रमाइलो छ है। रमाइलो छ नि। हलो जोत है एकदम रमाइलो छ। धेरैजना हुनुहुँदो रहेछ एकदम रमाइलो हुँदो रहेछ है त। के खेत भन्छ अरे मामा यसलाई? ठुलो खेत है। यो गोरुको नाम चाहिँ माले हो। माले सिदुरे जियोस् निकै रमाइलो छ होइन त। यतापट्टि फेरि हाम्रो ठगबहादुर मामा हुनुहुन्छ। यो बिच्छे गोरुले हान्दैन मामा? चस्मे तोक्मे चाहिँ हो। वाह वाह ल गोरुको नाम पनि कडाएर छ है। ल हलीको नाम चाहिँ घुन्टे हो होइन हो। अनि गोरुको नाम पनि त्यस्तै के अरे हलीको नाम पनि त्यस्तै गर्ने कडाहरू छ त यहाँ त। खोइ एकचोटि अलिकति क्यामेरामा अलिकति जुम गर्नु पर्ला जस्तो लाग्यो। जस किनभने हाम्रो यहाँ गोरुलाई घाँस कता खुवाउने भनेर सल्लाह पनि गर्दै हुनुहुन्छ। ठ्याक्क खानाको टाइम हुन लागेछ। हो किरण मामा हजुर के छ? गोरु जोताइ चलिरहेछ? नमस्कार हजुर। लु मामा श्री नमस्कार है हजुर। अनि हेर्नु न यी आज सबभन्दा ठुलो खेतमा हामी के गर्नु? गोरुले हान्छ कि क्या हो? सिङ त निकै लामो रहेछ नि। हान्नु चाहिँ हान्दैन भन्छ। ओहो लु म भागेँ है। मलाई झन्डै गोरुले खेदायो। अब यो सबैभन्दा ठुलो खेत होइन। अब हामी कति हल्छौँ भन्दाखेरि 11 हल्छौँ। 11 हल गोरुले जस के हुन्छ नि हामी सबै हलीहरू सबै देख्न सक्नुहुन्छ। निकै रमाइलो रहेछ है। गोरु पनि तपाईँको त निकै राम्रो पनि रहेछ नि त। ढक्क एक रङको सिङ पनि ठ्याक्क उस्तै। कति हजारको गोरु हो यो? धेर त होइन 1 लाख पर्छ हौ। 1 लाख है। हजुर लु गोरु अहिले यताबाट नि गोरु आयो। मलाई चाहिँ हान्ला जस्तो लाग्यो है। म चाहिँ यहाँबाट भागेँ। यो खेतको चाहिँ यहाँनिर धानको बिउ राखिएको छ। अब यो बाँझो जोतिसकेपछि आली काट्ने, त्यसपछि फेरि रोपाइँको काम सुरु हुन्छ। यताबाट अरू गोरुहरू पनि आउँदैछ। लु खोइ हलो जोत्नु त्यति सजिलो छैन। यसरी अप्ठ्यारो ठाउँमा पनि हलो बोकेर गोरु सँगसँगै कुद्नुपर्ने हुन्छ। गोरु त हाम्रो बढी भएको एकदमै कालो राम्रो रहेछ हौ बढी भाइ। कति हजार पर्छ हौ बढी भाइ यो गोरुलाई? ठ्याक्कै यो गोरुको दाम 85,000 जस्तो दिएको है। दिनु भएन भनेपछि यसको दाम निकै राम्रै रहेछ भन्ने बुझ्नु पर्यो। ए अब अलिक पछि भदौतिर बेच्दाखेरि त यसको दाम अब अझै माथि पुग्छ होला।
ल है त गोरुहरू चाहिँ अब खाना खाने टाइम भएछ। निकै रमाइलो छ है त जस यो गाउँघरमा यो खेतीपाती गर्न पनि जस एक हिसाबले सामूहिकतामा काम गरिन्छ र जस सबै कुराहरू जस सहरमा परमा चल्छ। निकै रमाइलो छ एक हिसाबले गाउँमा एउटा छु। यतिखेर म खाँदबारी नगरपालिका वार्ड नम्बर 6 सङ्कटसभाको यो माथिल्लो पाङठाको यो केउरिनी खेत म आफ्नै खेतमा छु। यतिखेर यो बर्खाको सिजन छ। हामी गाउँले जिन्दगी एक आपसमा चाहिँ मेलापात हातेमालो गर्दै हाम्रो दैनिकीहरू चल्ने गर्दछ। जसले गर्दाखेरि हामी खेती किसानी गर्ने सवालमा हामी गाउँघरका मान्छेहरू एक आपसमा अरमा परमा गर्दै हामी कामहरू गर्ने गर्छौँ र निकै नै रमाइलो छ। यो गाउँघरमा एक किसिमको एउटा एक आपसमा दुःख साटासाट गर्दै जिन्दगी बिताउने जुन यो अत्यन्तै राम्रो परम्परा हो र यो बर्खाको सिजनमा यो खेतीपातीको सिजन भएकोले गर्दाखेरि सबैजना एक पालो यसरी नै खेतीपाती गर्ने गरिन्छ। यो यसरी नै गीत गाउँदै जस बङका बङ आली खनिरहनु भएको छ। यो निकै नै रमाइलो छ। यहाँ धेरैजना सबैजना यो कामको यो दुःख भुलाउनलाई पनि ख्यालठट्टा र रमाइलो गर्दै एउटा खेतीपाती गरिन्छ। यो निकै माथिबाट जो साली काट्दै आइएको हो यो केउरिनी खेतमा छौँ यतिखेर। यतातिर हेलो के छ साथी हो? लु आली काट्न एकदम धमाधम चलिरहेको छ होइन? निकै रमाइलो पो रहेछ त हौ यतातिर त यार। एकदम दाजु हाम्रो गाउँघरतिर त्यस्तै छ है चलन। भोलि छोरा खाइ त्यहाँ। लु हेर्नुहोस् है तपाईँहरू पनि यसरी नै गाउँघरमा मेलापात गरेको कतिको तपाईँलाई याद आउँछ होइन? यदि कसैले गर्नु भएको छैन भने नि गाउँघरमा चाहिँ यसरी अरमा परमा गर्दै यसरी खेत खन्नुपर्ने हुन्छ। हेलो मामाश्री के छ नि आरामै हुनुहुन्छ? हजुर भान्जाश्री दर्शन नमस्कार। नमस्कार हजुर। अनि के छ नि यो आली पो खन्दै हुनुहुन्छ कस्तो यो के हो यो खास चाहिँ? हजुर यो खास भनेको भन्नुहुन्छ यो बर्खाको सिजन भयो। यो जेठ पनि कटेर चाहिँ अहिले असारको चाहिँ ठ्याक्कैसँगले 3 गते भइसकेको छ कि त्यही भएर हाम्रो अलिक ढिलो भइराखेको छ। अब पर्मेली अब साथीभाइमा यता हिँड्दा ओर्दा पर्मेली टाइमको बेला हुन्छ। अब पर्मेलीमा अब साथीभाइको पनि हिँड्नै पर्यो। अब के गर्नु भन्दाखेरि अब यस्तै छ। अब हामी पनि यो कर्म गर्दा धेरै टाइम पो बित्न आँटिसक्यो। भनेपछि जस हजुर जोस गाउँघरको जिन्दगी जस के भन्छ नि खेती किसानी गर्दै जस यो उमेर भइसक्यो होइन? यस्तै चाहिँ कोदालो निकै रमाइलो रहेछ त्यसो भने जस सामूहिकतामा काम गर्ने एक किसिमले एउटा रमाइलो पनि हो र त। जिन्दगी राइफल सिरानी, भरियाको जिन्दगी तोकमा सिरानी र कोदाले किसानीको जिन्दगी कोदालो सिरानी के गर्नुहुन्छ र यस्तै छ जिन्दगी। ल ठिक छ है त जस जस्तो भए पनि जस एकदम रमाइलो हुँदो रहेछ सबैजना एकदमै। ल है त गाउँघरको जिन्दगी यस्तै हुन्छ है खेती किसानी। कोदालो सिरानी हाल्नुपर्छ। लाउरे भइएको थिएन के गर्नुहुन्थ्यो? राइफल चाहिँ पुरा सिरानी हालेर सुतिन्थ्यो र भरियाको जिन्दगी भनेको चाहिँ अब तोकमा सिरानी हालेर चाहिँ सुत्ने थियो। अहिले किसानीको जिन्दगी यस्तै हो। कोदालो सिरानी हालो अब खेतबारीमा हिँड्नु।
मेरै हो म त एउटा एउटाको जा भोलि आउनु पर्थ्यो भोलि आउनु पर्थ्यो दुईजना यता यता आएर अनि यता यतै मेला जानु पर्थ्यो जानु पर्थ्यो बल खेल्न जाउँ हौ साथी मेरो झोला कहाँ थियो बल खेल्न मेरो